रंगून गोसान्डा तिरी बिहारमा आयोजन गरिएको कति बारको यो ध्यान शिविर? 5औं बार हो। 6 बार ने 6औं बार को सप्ताह मगोक विपश्यना ध्यान शिविर आज 3 दिन हो र अहिले यहाँ 5औं बार को ध्यान शिविर में परिपूर्ण सहभागी हुन पाए तापनि 6औं बार को ध्यान शिविर में चाहिँ छोटो समय मात्र सहभागी हुन मौका मिल्यो। नमिल्नु भन्दा यो पनि धेरै नै कल्याणकारी मौका हो। 16 तारिखबाट फुकेटमा योगी प्रवेश हो। यहाँबाट 16 तारिख बिहानै बिदा भइन्छ र आज र भोलि 2 दिन त यहाँ परिपूर्ण मौका मिलेको छ र यो मौकामा भगवानको एउटो बाणी सबैले सुनिरहेको, सबैले जानिरहेको अत्तही अत्तनो नाथो भन्ने यो पाली सबैले नै जानिराख्नु भएको छ। अर्थ पनि जान्नु भएको छ। अर्थ के हो? आफ्नो मालिक आफै हो। कोही नाथ हो परोसिया। आफ्नो लागि कसैले केही गरिदिन्छु भनेर हुँदैन। आफ्नो लागि अरूले कसैले पनि केही गर्दिन सक्दैन। अत्त नते सुदन्तेन नाथम लभते दुर्लभम। आफूले आफैमा राम्रो प्रकारले आचरण गरेदेखि दुर्लभ भइएको निर्वाण पनि पाउन सकिन्छ भन्ने यो पालीको आधार लिएर। किनकि अहिले भगवानले उपदेश गर्नुभएको अत्तही अत्तनो नाथो भन्ने शब्द हामीले पनि बारम्बार भनिराखेको छ। योगीहरूले पनि बारम्बार सुनिराख्नु भएकै छ। तर कतिपयलाई हल्का हिसाबको मात्रै मनन भएको हुन्छ र अहिलेको परिस्थिति अनुसारले यसलाई अलिकति गम्भीर मनन हुन सक्छ कि भनेर मैले फेरि यसलाई सुरुवात गरेँ। किनकि आज संक्रान्ति नयाँ वर्ष प्रवेशको दिन हो। पुरानो वर्षलाई छोडेर नयाँ वर्ष प्रवेश। नेपाली सम्वत विक्रम सम्वत 2081 बाट आज के भयो? 82 मा गयो र यताबाट उता सरेर गएकालाई संक्रान्ति भनिन्छ। तर भन्दा भन्दै हाम्रो नेपालले अलि छिटो भन्न खोज्दा सग्राती भनिदिन्छन्, सकिन्छ। संक्रान्ति सरेको। त्यही भएर अहिले पालीलाई सिधै पाली अपभ्रंश गरेर थाइल्यान्डले पनि लिएको छ। थाईले यो समयलाई संक्रान्त भन्छ। संक्रान्तिबाट आइएको शब्द हो। संक्रान्ति संक्रान्त पुरानो वर्षलाई छोडेर नयाँ वर्षमा प्रवेश गरिएको। तर हाम्रोमा चाहिँ महिनामा पनि पुरानो महिनालाई छोडेर नयाँ महिनामा प्रवेश गर्नेलाई पनि सग्राती भन्दै आइएको थियो। तर यो चाहिँ पुरानो वर्षलाई छोडेर नयाँ वर्षमा प्रवेश भइएको
संक्रान्ति आज र नेपालले आज लिएको हुन्छ भने म्यानमार थाइल्यान्डमा चाहिँ पूर्णिमालाई विशेष राखेर लिने गरेका हुन्छन्। नेपालले गतेलाई विशेष राखेर लिएको छ भने थाई म्यानमारले चाहिँ तिथिलाई विशेषता राखेर लिएको हुन्छ। त्यसो हुँदा तिथिगत अनुसारले म्यानमारको चाहिँ 16 तारिकको दिन पर्दिन्छ होला हो। म्यानमारको संक्रान्ति कति तारिक भयो? 17 पर्दिन्छ। अहिले चाहिँ परिवर्तनको समय भनेर पानी छेप्ने इत्यादि काम गर्छन्। यो वर्ष देशमा अलिकति दुःखद घटना भएकोले गर्दा पानी छेप्ने रमाइलो गर्ने काम नगर्ने भनेर धेरैले भन्दै थिए। भन्दै पनि आकाशले आज पानी छेपिहाल्यो र अहिले अघि भर्खर पानी बर्सेको थियो र अहिले देशना आरम्भ हुने बेलामा फेरि आकाश उग्रेर सूर्य उदाइरहेका छन्। र हाम्रो यो पुरानो वर्षको लाई हामीले संविज्ञान लिएर हामीले संविज्ञान लिएर नयाँ वर्षमा नयाँ कामको आरम्भ गर्नुपर्छ। पुरानो वर्षमा त हामीले संविज्ञान लिने ठाउँ धेरै पाइएको छ र अहिले हालचालकै विषय हेर्दाखेरि पनि स्वाभाविकको कारणबाट भूकम्पले गर्दा धेरैको ज्यान गयो। अझै ज्यान गुमाउनेको संख्या कति भनेर टुङ्गो लागिसकेको छैन। ठुल्ठुला बिल्डिङमा च्यापेकालाई अझै निकालिसकेका छैनन्। र यो बेलामा धेरै जसोले अहिले रङ्गुनबाट माण्डेले जगाई नेपी र बाहेक अन्त ठाउँकाहरूले अनलाइन मार्फतबाट कहाँ के भयो भन्ने कुरा त धेरैले हेरिराख्नु भएको छ। र एक ठाउँमा देख्नु पनि भयो होला, आमा र छोरी दुईजना च्यापे, एकजनाले बाहिरबाट बोलाइरहेकी थिइन्। माण्डेले नागरिकता बनाउन भन्दै आएका 3 परिवार मगौका। एकजना बाहिर भएको बेलामा भूकम्प भइदियो, रहेका 2 जना त्यो होटेलमा च्यापिए। छोरीले मामी मामी भन्दै बाहिरबाट बोलाएको भिडियो पनि कतिले देख्नुभयो होला, देख्नुभयो नि। मामी भन्दै बोलाउँछन्, घरि दिया भन्दै बोलाउँछन्। उनले बोलाइरहेकी छिन्, भित्र जीवित छन् या मरिसके थाहा नै छैन। तत्काल सहयोग गर्ने पनि पुग्न गाह्रो छ, किन सबैतिर थिचिरहेको छ। अब कहाँ थिच्यो, सबै धेरै जसो चाहिँ आफ्नो बचाउलाई पहिला गरेर अरूको बचाउ पछि गर्ने त्यो स्वभावै हो। धेरै जसोले आफ्नो बचाउ गरे, आफ्नो अब धेरै जसोका घर त बस्न नहुने स्थितिका भयो नि त। जगाईमा हो भने नबिग्रेका चैत्य र बिहारहरू, भन्तेका बिहारहरू, सिलवतीका बिहारहरू भूकम्पको धक्काले नबिग्रेका नभए जत्तिकै रहेछन् त्यहाँ घुमेर हेर्दाखेरि। अनि ती भित्र च्यापेकालाई भित्र च्यापे भन्ने थाहा छ, बाहिरबाट बोलाउँछिन्। यदि भित्र सुने पनि ती व्यक्तिले अब मलाई बचाओ त भनिदियोलिन्। बचाउने को आउने, पहिला आफ्नो बचाउको लागि सबै ज्यान बचाउन भागिसके
च्यापिरहेका छन् भने भागिरहेका छन्। अनि भाग्ने बेलामा पनि आफ्नो ज्यान बचाउनको लागि पहिला आफ्नो ज्यान बचाउन उपाय खोज्नु पर्यो, साथै आफ्नो सम्पत्ति बचाउने पनि खोज्नु पर्यो। पहिला आफ्नो लागि पक्का गरिसकेपछि बल्ल अरूतिर हेर्न पर्यो। त्यही पनि हेर्नेले हेर्छ, नहेर्ने रमिता मात्रै हेर्ने पनि हुन्छन्। अब त्यो ठुलो कुण्ड बिग्रिँदा त्यो भत्केर जाँदाखेरि त्यहाँ तल कति पुर्य थाहा छैन। माण्डलेको शाखा कार्यालयको भनाइमा अझै त्यहाँभित्र च्यापेका तल्लोमा पनि 200 जना चाहिँ छन्। अब त्यो बिल्डिङ अझै अब उद्धार गर्न जाँदा पनि अझै पल्टेर उद्धार गर्नेलाई पनि ज्यानको खतरा हुन्छ। कतिपयले तल च्यापेका व्यक्तिबाट मेसेज पठाउँदै थिए, अरे म मरे छैन अझै उद्धार गर भनेर। त्यहाँभित्र तलबाट मेसेज आउँदैछ, तर उद्धार कसरी गर्ने? अब डोजर लगाउने भने पनि झन् फेरि गएर थिच्ने हो कि भन्ने, बिस्तारै जानु पर्यो। र त्यसरी उद्धार नपाइकन कयौँ मरेर गए। तर बाहिरबाट थाहा छ यहाँ च्यापेका छन् भन्ने, समयमा उद्धार नहुँदाखेरि धेरैले ज्यान गुमाए। भन्दा बाहिरका कति जनता छन् अहिले जो दुख निवारण समिति संस्थाहरू पनि विभिन्न प्रकारका छन्। विभिन्न सङ्घ संस्थाबाट उद्धार गर्न चाहेका त छन्, देश विदेशबाट पनि आएर उद्धारको लागि परेका छन्। तर जुन च्यापेर ज्यान गुमाउने व्यक्ति कतिपय उद्धार पाउन सकेनन्। उद्धार गर्न ढिलो भएर ज्यान गुमाएका पनि कति छन्। आखिरी त अरूको आशले हुने रहेछ त भन्दा हुँदैन। भगवानले भन्नुभएको थियो अत्तही अतनो नाथो। त्यो बेलामा अरूको जति नै आश गरे पनि हुँदैन। गर्दा आफ्नो लागि आफै मालिक हुनु, आफ्नो बचाउ आफैले गर्नु। र अब त्यस्तो स्थिति भइरहेको छ कति ठाउँ भने कोही व्यक्ति उद्धारतिर नलागिकन त्यहाँभित्र केही भेटिन्छ कि केही पाइन्छ कि भन्ने व्यक्ति पनि कति हुन्छ नि त। त्यहाँभित्र केही पाइन्छ कि सुना कति पाइन्छ, एउटा पाइयो भने त एकैटी धनी भइयो भनेर त्यसका पछि लाग्ने पनि कति हुन्छ। अहिले बजारमा जताततै हिरा सुनहरू हामी जति पनि किन्छौँ भनेर लेखेर टाँसेका छौँ। हेर्नुहोस् है, जताततै पहिला नभएको ठाउँमा पनि अहिले त सुन किन्ने ठाउँ त प्रशस्तै छ। कोही पाइन्छ कि भनेर त्यसलाई खोदल्न बल गर्ने पनि हुन्छन् भने कोही पाएको पहिले हाता पर्छ कि भनेर ढुकेर बस्ने पनि हुन्छन्। कोही कसरी चाहिँ उद्धार गरौँ भनेर उद्धारमा लागि परेका पनि छन्। कोही जीवित भएकालाई अब घर छैन, घर पनि गयो। कतिपय परिवार गुमाएर बसे। परिवार 5 जनाको परिवार छन् भने 2 जना मात्रै बाँचेका पनि छन्। अब ती 2 जनालाई बस्ने घर अनि तिनैलाई पनि कति चोटपटक पनि छ, कति बस्ने घर पनि चाहियो। तिनको उद्धार पनि गर्न पर्यो। हो, यस प्रकारको उद्धारमा लागेका पनि छन्। यसैभित्र अवसरवादी पनि छन्। गर्दा आखिरीमा त भगवानले भन्नुभएको
आफ्नो उद्धार आफै गर, जो चाहिँ पक्को हो। आफ्नो उद्धार के हो? आफै गर। अत्तही अत्तनो नाथो कोही नाथो परोसिया। अरूको आश गरेर हुँदैन, अरूले आफूलाई गरिदिन्छु भनेर हुँदैन। आफ्नै आँखाका अगाडि आफ्ना परिवार चापिरहेका छन्, मर्न लागेका छन्, आफू बाहिरबाट हेर्ने रुने बाहेक केही गर्न नसकिने स्थिति देख्दाखेरि अरूले गर्देर त हुने रहेनछ। आफ्नो कर्मको फल जो छ त्यो त अवश्य भोग्नै पर्छ। अर्काको कर्मको फल भोग्दै गरेकालाई हामीले गएर टार्दिन पनि सकिन्न। कर्मको फल भोग्दै गरेकालाई टार्दिन सकिन्छ त? जब अस्पतालतिरको दृश्य हेर्दाखेरि त्यो भूकम्पबाट खुट्टा गुमाएका धेरै भेटे। कसैले एउटा खुट्टो, कसैले दुईटै खुट्टा। अब आजीवन दुखित भए, आजीवन दुखित भएर बस्न पर्यो। अब साँच्चैमा आधार के भयो र? अहिले यतिखेर अस्पतालमा हुँदा बाहिरका राहतहरू पुग्छ, यसो अलिअलि राहत त दिन्छन्, तर आफ्नो अङ्ग नै गयो अब गरी खानलाई गाह्रो भयो। अहिले सुरुमा त राहत अलिअलि मिल्छ, अब 2-4 महिनापछि कसैले पनि फर्केर हेर्दैनन्। हेर्छन् होला? यी दुखित भइएका अङ्ग अपूर्ण भइएकालाई आजीवन हेर्छु भन्ने कुनै संस्था छ? छैन। र अब ती खुट्टा गुमाएका व्यक्ति घरमा सबैलाई काम गरेर परिवार पाल्ने व्यक्ति हुन्। अब उनलाई आफ्नै ज्यान पाल्न पनि मुस्किल भयो भने परिवार पाल्ने उपाय छैन। अरूले पनि यसो हेरेर फर्किने मात्रै हो। अलि दिन त यसो पानीहरू अलिअलि खानेकुराहरू दिन्छन्, अलि दिन पछिबाट त्यही पनि आफूले एकनास आचरण गरेर आफ्नो जीवित छौन्जेल एकनास विपස්සनामा मात्रै लागेर जानियो भने अब तिनी फेरि त्यस्तो खाले भूकम्प कुनै कहिले कुनै जन्म पनि पर्ने छैनन्। तपाईँ हाम्रा पहिलाका कर्महरू सबैका आफ्ना कर्महरू छन् नि। अब एउटै घरमा बसेका व्यक्ति कोही मरेछन्, कोही जीवित नै छन्, कसैलाई केही चोटपटकै पनि छैन। र एउटै घरमा बसेका व्यक्तिको कर्म एउटै छ त? छैन। सबैले आफ्नो कर्मको फल भोग्दैछन्, कर्म जम्मा पनि गरिरहेका छन्। तपाईँ हामीले पनि हामीले गरिएका कर्मको फल पनि भोग्दैछौँ, नयाँ कर्म पनि गर्दैछौँ। र त्यही भएर भगवानले हाम्रो आधारित अरू हुँदैन, एक आफूले गरेको कर्म आफ्नो आधार हुन्छ। त्यही भएर भगवानले कम्म बन्धु, हाम्रो इष्टमित्र, हाम्रो नजिकको बन्धु हेर्ने भने कर्म नै हो। व्यक्ति बन्धु हुन सक्दैन। व्यक्ति त मुखले ठिक्क पार्ने व्यक्ति त प्रशस्तै पाइन्छ, परि आउँदाखेरि तिनै ठिक्क पार्ने पनि सबै पर हुन्छन्। लोकमा छ नि, आफ्नो काम व्यवहार राम्रो भएको बेलामा, कमाइ भएको बेलामा इष्टमित्र पनि प्रशस्तै पाइन्छ। अनि कसैलाई लौ न मलाई अलि दिनलाई यति दिनुहोस् न भन्नु, 1-2 करोड लाउनुहोस्, चलाउनुहोस्, जति चाहियो पनि चलाउनुहोस् भनेर खुल्ला दिन सकुन्जेल इष्टमित्र देखिन्छन्। जब आफ्नो सबै काम कारबार बिग्रिएर आफू ऋणमा परियो,
मेरो त सबै यस्तो भएर बिग्रियो, दुःख पाएँ, अहिले ऋणमा परे, लौ न मलाई मद्दत गर्नुहोस् त भन्दा अब त्यो बेलामा मेरो छैन भनेर मद्दत माग्न जाने हो भने हो दिन त हुन्थ्यो। यतिखेर मेरा पनि कहाँ केमा अल्झेका छन् र कसो भएको छ बहाना आयो। आज बहाना आयो, भोलिबाट तर्किन सुरु भयो। तिनी इष्ट फेरि के हुँदै भए भन्नु नि आफूसरी आएको बेलामा चाहियो भने भन्नुहोस् न भन्ने व्यक्ति प्रशस्तै पाइन्छ। नभएको बेलामा चाहियो भन्दाखेरि इष्टमित्र पनि सबै हराउँछन्। त्यसो हुँदा कुनै अवस्थामा पनि आफ्नो इष्ट भनेको नै कर्म हो। आफूले गरेको कर्म आफ्नो इष्ट हो। जति आफूले पुण्य गर्न सकेको छ त्यो पुण्यको प्रभावले तपाईँ हामीलाई दुःखको अवस्थामा पनि उसले सहयोग गर्न सक्छ। ऊ बलियो आधारित हुन्छ। व्यक्ति आधारित कोही पनि हुँदैन। व्यक्ति आधारित कोही पनि हुन्छ त हुँदैन। आफ्नै घरका दाजुभाइ दिदीबहिनीमा त व्यक्ति आधारित हुँदैन। एउटै परिवारमा त जसले अलि धेरै कमाएको छ ऊ त सबैको प्यारो भएको हुन्छ। उसलाई मेरो आफ्नो भन्ने पनि धेरै हुन्छ। जसको चाहिँ केही छैन ऊ सबैको हेला भएको हुन्छ। यो काम पनि गर्दैन, खाना मात्रै यसलाई मात्रै पाल्न परेछ, कतिपय उस्तै भएर ताना सुनाउने हुन्छन्। उसका इष्टमित्र पनि हुँदैन। त्यही भएर व्यक्ति आधारित कहिले पनि हुँदैन। आफ्नो मालिक आफै भन्नु, आफ्नो लागि आधारित आफैबाट उब्जनी गर्नु। जस्तै लौकिक यात्रामा सुख दुःखको आधारमा तपाईँ हामीले जति गरेको पुण्य कर्म यो हाम्रो आधारित हो। मृत्यु पश्चात चार अपाय नगइकन सुगति निर्वाणको लागि आधारित हुने हामीले जति आचरण गरिएको छ धर्म, त्यो धर्म हाम्रो आधारित हुन्छ। त्यही भएर भगवानले अरू व्यक्तिमा आधार नखोज्नु, आफ्नो आधार आफैले बनाउनु। आफ्नो आधार आफैले बनाउनु। अतहि अतनो नाथो कोही नाथो परोसिया। अरू आधार हुन्छन् कि भनेर त्यसमा आफू गएर आश गरेर नबस्नु। कोही छोराछोरी हुर्के, पढे, ज्ञानी भए, पढेर पनि सके, त्यति भएपछि मातापिताको मन अलिकति ढुक्क जस्तो त हुन्छ। अब त काम भ्याइयो, छोराछोरी हुर्काइयो, पढाइयो, बढाइयो, स्कुल पनि भ्यायो, अब आफ्नो काममा लाग्न थाले, अब त ढुक्क भयो। मुखले त भनिन्छ, मुखले भने जे साँच्चै ढुक्क छ मनमा भन्दाखेरि ढुक्क छैन नि। बाहिरबाट पनि अब तपाईँका त सबै हुर्के, सबै काम गर्ने भयो, तपाईँहरूलाई त अब ढुक्कै भयो नि भन्दाखेरि त भनिन्छ। तर साँच्चै ढुक्क भएको छ आफ्नो मनलाई आफैले सोधिहेर्नु त, साँच्चै ढुक्क छ त छैन। अलिकति उमेरदारका घरमा राख्न पनि डर छ कि एउटो पोल्ने आइगयो। उमेरदारका छोरा नभएका घरलाई त ढुक्क छ, उसलाई पोल्दैन। भएका परिवारमा अब एउटो पोल्ने आयो कि आएन? भएर पोलेको हो नि, ढुक्क हुँदैन नि। छोरीहरू अब स्कुल भ्याए, बढेका छोरी कतै गरे तपाईँको छोरी त भनेर केही भनिदियो भने अनि पोल्न थालिगयो। ढुक्क छ? ढुक्क छैन नि। र भरे तिनै पनि गल्ती बाटो हिँडे, नराम्रो सङ्गतमा लागे, नराम्रो बाटो हिँडेर गल्ती काम गर्न थाले भन्ने बित्तिकै अब पोल्न थालो। ढुक्क हुन्छ कि भन्ने चिजबाट आफूलाई फेरि के हुन थालो? पोल्न थालो। त्यसो हुँदा
कसको भविष्य कसैलाई थाहा हुन्न। ए कतै जाँदाखेरि मोटरसाइकल चलाएर जान्छन्, कतै एक्सिडेन्ट हुने हो कि के हुने हो कि त्यो चिन्ता पनि हुन्छ कि हुन्न? त्यो चिन्ता पनि हुन्छ। लो कहाँनिर एक्सिडेन्ट भएर अहिले केस लागिरहेछ अरे, फेरि चिन्ता। र साँच्चै आधार भन्ने आफूले गरेको कर्म मात्रै आफ्नो आधार हुन्छ। आफूले गरेको कर्म भन्दाखेरि पुण्यलाई बुझ्नु होला। आफूले गरेको पाप कर्म त आफ्नो लागि ठुलो दुश्मन ऊ पछि लागिरहेको हुन्छ। कहिले स्वाभाविकबाट पनि आफूलाई धेरै प्रकारको हानि गराउँछ, कहिले बाहिर परिस्थिति व्यक्तिबाट पनि हानि गराउँछ र अकुशल कुनै ठाउँबाट पनि काहीँ पनि उसलाई मौका मिले अनुसारले उसले दुःख दिइरहेको हुन्छ। अकुशल ठुल्ठुलो फल दिने खाले छैन भने पनि सानो फल दिनेले हरदम सताइरहेको पनि हुन्छ। उपपिलक कर्म भन्छ पालीमा। के कर्म अरे? फेरि भन्नुहोस् त। उपपिलक कर्म, जनक कर्म, उपथम्बक कर्म, उपपिलक कर्म, उपछेदक कर्म, 4 प्रकारका। जनक कर्म भनेको त फल दिएको कर्मलाई भन्छ र उपपिलक कर्म आफूले गरेका अकुशलहरू, कहिले न मैले देखेका अकुशलहरू छन् नि त। अपरापरीय कर्म भन्ने कुरा त अनन्त जन्म अगाडिदेखिका कर्मले पनि मौका पाए अनुसारले फल दिन पाउँछ। अनि हाम्रा त्यस्ता अनन्त जन्म अगाडिदेखिका अहिलेसम्मका कति छन् नि त्यस्ता कर्म। ठुलो कर्मले फल दियो भने त एकैचोटि ठुलै हिसाबले लौकिकमा हो भने आफ्नो सम्पूर्ण सकिने गरी पनि गराइदिन्छ, आफ्नै जानै जाने गरी पनि गराइदिन्छ र मृत्युसम्म पनि पुर्याउँछ। यदि ठुलो छैन, साना छन् भने पनि नजिकबाट सताइरहने कर्म, नजिकबाट सताइरहने कर्म उपपिलक कर्म। उपपिलक कर्म जस्तै अब हामी जहीँ गए पनि हाम्रो छाया पछि लागे चाहिँ, हामी जहीँ गए पनि कर्म त पछि लागेको हुन्छ नि। गर्दा कर्म नजिकमा छ, नजिकबाट सताइरहने कर्म उपपिलक कर्म। कहिले लौकिक काम व्यापारमा पनि एकपट्टिबाट यस्तो राम्रो हुन थाल्यो भने एकपट्टिबाट बङ्गे खर्च भइहाल्छ। एकातिरबाट राम्रो गर, अर्कोतिरबाट खर्च भइहाल्छ। त्यो बिस्तारै बिस्तारै खर्च गर्दै 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 कहिले आफूलाई अगाडि बढ्नै नदिने कर्म हो। यति चाहिँ बनाउन पाएदेखि भनेर एउटा आफ्नो निजी घर बनाएर निजी जग्गा जमिन र एउटा बलियो काम कारबार भनेर प्रयास गरिन्छ। अनि काम गरिन्छ, यसो मेसो पर्दै जान्छ। अब त हुन्छ कि भन्ने बेलामा फेरि एउटा विषयले त्यसलाई खर्च गरिदिइरहेको हुन्छ। या कोही बिरामी भएर खर्च हुन्छ, या केही विषय भएर खर्च हुन्छ, या कसैले विश्वासघात गरेर खर्च हुन्छ, कसैले खाइदिने पनि हुन्छ। एकतिरबाट त्यसलाई नाश गरिदिइरहेको छ। अनि आफूलाई के हुन्छ, अब त हुन्छ कि भनौँ, हुन्छ कि भनौँ भने जस्तो भएकै छैन। अनि एकतिरबाट उसले नाश गरिदिइरहेकोले गर्दा अनि मनलाई पनि पिराइरहेको हुन्छ। मनलाई पनि शान्ति चित्तले ढुक्क हुन दिन्न, मनलाई पनि पिराइरहेको हुन्छ। अनि त्यो मनलाई पनि धेरै पिराइ टच्छ भन्ने
झडङ्ग रिसाउने, प्यातपुच्छे भन्ने, भित्रभित्र चित्त बुझेकी हुन्न। आफ्नै परिवारभित्र पनि कहिले आफ्नै साथी सङ्गीमा पनि अनि फल्नीले यसो गरी उसो गरी यसो भन्यो, फल्नाले यसो गर्यो भन्ने कुराहरू फेरि घुम्दै आफ्नो कानमा आउँछ अनि आफूलाई फेरि त्यसले पनि पिराइरहेको हुन्छ। त्यो कर्मलाई के कर्म भन्यो अरे भन्नुहोस् त? उपपीलक कर्म। के कर्म? उपपीलक कर्म। त्यो कर्मको फल भोग्नुभएको छ तपाईँहरूले? सताइरहेको हुन्छ। आफूलाई हरदम सताइरहने, आफ्नो काम व्यापारमा सताउने, एक प्रकारको कायिकमा एउटो रोग व्याध जस्तोले सताइरहने। कतिपय आफूलाई थाहा छ कि आफूलाई राम्रो सन्च छैन, डाक्टरलाई बताऊ केही बिमार पनि छैन। आफूलाई सन्च पनि छैन, डाक्टरलाई बताउँदा केही बिमार पनि, यो दबाई खाइहेर न भनौँ, अनि खाइहेरो भएन, अर्को दबाई खाइहेरो हो। त्यस्तै पनि सताइरहेको हुन्छ उपपीलक कर्म। जब त्यो कर्मको समय सिद्धिने बेला भयो, बल्ल कुन डाक्टरले के बिमारी जो रहेछ नि भनेर अनि उसले दबाई दिँदा वाला ठिक्कै भेटिन्छ। डाक्टर पनि झुक्यो, आफूलाई सताइरहेको छ नि त। भन्नुभयो नि, कहिले कायिकबाट पीडा दिइरहेको हुन्छ, कहिले मानसिक पीडा दिइरहेको हुन्छ, कहिले पारिवारिक झमेलाबाट पीडा दिइरहेको हुन्छ भने, कहिले काम व्यापारबाट पीडा दिइरहेको हुन्छ, कहिले साथी सङ्गीबाट पनि पीडा दिइरहेको हुन्छ, कहिले कतिपयसँग बाज्न पनि पुगिन्छ, झगडा गर्न पनि पुगिन्छ, कति राम्रो मित्रता भएका व्यक्तिसँग उस्तै बोली बार्न पनि पुगिन्छ। सताइरहेको छ उपपीलक कर्म। अर्को उपथम्बक कर्म। यो चाहिँ यहाँ हो त्यो झोलाभित्र अहिले धर्म देशनामा आनन्द भएर धर्म देशना सुनिँदैछ। अहिले देशना सुन्दै मनन गर्दै हुनुहुन्छ नि सबैले। कतिपयलाई हो नि, मलाई पनि त्यस्तै नै भएको छ, यही उपपीलक कर्म होइन नि भनेर त्यो मनन गर्दा गर्दै झोलातिर मन पुगेको। नजिकबाट सताउने कर्म, ती कर्म तपाईँ हामीमा छन् नि सबैमा। अर्को फेरि छ उपथम्बक कर्म। उपथम्बक भनेको नजिकबाट सहयोग दिइराख्ने, मद्दत गरिरहने कर्म। काम गरिँदैछ, खै काम पनि साह्रै मेसै परे छैन हो भनेर गर्दा गर्दै पनि फट्टे कता कताबाट पैसा घुसिरहेको हुन्छ। कामको पनि त्यति मेसो परेको त होइन तापनि पैसा त घुसिरहेको छ। हेर्नुहोस् है, कसैको व्यापार त्यति राम्रो जस्तो त होइन, तर कता कताबाट पैसा चाहिँ घुसिरहेको हुन्छ। ऊ नजिकबाट सहयोग दिइराख्ने। कहिलेकाहीँ खै हिजो आज अलि दुःख भयो, काम गर्न पनि के गर्ने होला भन्दै गरेको बेलामा कहाँ न कहाँबाट ठक्कै आफूलाई आयस्ता भएर आउँछ र चाहिएको बेलामा नजिकबाट सहयोग दिइराख्ने कर्मलाई उपथम्बक कर्म भनिन्छ। के कर्म भनिन्छ? उपथम्बक कर्म। कहिले आफ्नै परिवारभित्रबाट पनि सहयोग भएको हुन्छ भने, कहिले आफ्नै इष्टमित्रबाट या साथी सङ्गीबाट एकैबाट सहयोग भइरहने कर्म। र उपथम्बक कर्म नजिकबाट सहयोग गरिरहने कर्म। ती नजिकबाट सहयोग गरिरहने कर्मले फल दिइरहेको छ भने
तपाईँ हाम्रो जे गरे पनि सफल भइहाल्ने, जे काम गरे पनि सफल हुने र परिवारमा पनि राम्रो सुखी परिवार, सुखको जीवन बिताउने, टन्टा झगडा नभइकन शान्ति हिसाबले सबैले आफआफ्नो काम गरेर सबैतिरबाट आयस्ता भइरहने उपथम्बक कर्म। र यी दुईटा कर्ममा तपाईँहरूले रोज्नुभयो भने कुन रोज्नुहुन्छ? उपथम्बक नै मनपर्छ नि, होइन? उपपिलक त मन पर्दैन, पर्छ त? उपपिलक मन पर्दैन। र कहिलेकाहीँ उपथम्बक कर्मको समय भएको बेलामा आफूले त्यति राम्रो गरिएको छैन र पनि आफूलाई आयस्ता राम्रो भइरहने पनि हुन्छ उपथम्बक कर्मको बेलामा। ऊ चाहिँ नजिकबाट सहयोग गरिरहने कर्म। र उपपिलक भनेको आफ्नो पहिलादेखिको अपरापरीय कर्महरू भए यिनी अकुशलहरूको समय आएर उसले फल दिइरहेको अवस्था। र उपथम्बक भनेको पहिला गरेका कुशलहरू, अब सानातिना कुशलहरू पनि थुप्रो छन् नि त। अब योगीहरू अब यहाँबाट जुरुक्क उठेर जानुभयो, यसो हिँड्दाखेरि बाटोमा कतै प्लास्टिक देख्नुभयो भने पनि यसो टिपेर त्यो फोहोर फ्याँक्ने डब्बामा लगाएर यसो हालिदिनु भयो भने पनि सफाइ गर्नुभयो नि। अब यत्तिकै त टिपेर हालिदिएको भन्ने देखिन्छ, तर सफाइहरूको पुण्य मिलिरहेको हुन्छ। कतिपयलाई मैले पुण्य गरेको भन्ने चेतना नै राखिन्न, टिपेर राखिन्छ, तर पुण्य भइरहेको हुन्छ। हो, यस्ता हल्का खाले कर्महरू पनि उपथम्बक भएर फल दिनेमा आएका हुन्छन्। कस्तो प्यास लाग्यो भने ए यहाँ पानी छ नि, पानी दियो, हेर्नुहोस् है, त्यतिले पनि पुण्य भइगयो। आफूले अलिकति भए पनि थोरै मद्दत गरियो भने पनि पुण्य त भइगयो नि, भयो कि भएन? अब कोही अलिक वृद्ध, अलिक कमजोर, यसो हिँड्न गाह्रो भयो, कोही म यसो समाइदिन्छु भनेर यसो डोराइदिए पनि पुण्य त भयो कि भएन? हाम्रा पाइलै पछि पनि पुण्य हुन सक्छन् नि त, पाइलै पछि पनि पुण्य हुन सक्छन्। र हो, यस्ता पुण्यहरू तपाईँ हाम्रा धेरै छन् र ती पुण्यले फल दिँदैछ भने उपथम्बकको रूपमा फल दिइरहेको हुन्छ। एकतिरबाट आफूलाई राम्रो फल उसले दिइरहेको हुन्छ। यदि कुनै सहन गर्न अप्ठ्यारो हुने विषय अगाडि खडा भयो भने पनि मनलाई पहिले आफूले धैर्य राख्नलाई उसले सहयोग दिएको हुन्छ। कतिपय व्यक्ति यो समयमा अब मान्छे पीडित भएर भोकै भएका छन्। कुनै पसलले लौ मेरो पसलबाट पानी चाहिए जतिले लैजानु हो, सबैलाई दान भनेर दिने पनि छन्। कसैले त्यही बेलामा दाम चढाएर बिक्री गर्ने पनि छन्। एकजनाको विचार मिल्छ त? मिल्दैन नि। उसको मनमा तत्कालीन दया जागिगयो, सबैलाई प्यास मेटाउन पाए भन्ने भइगयो। अर्काले यही मौकामा कमाइ गर्छु भन्ने व्यक्ति पनि छन्। ती दुई प्रकारका व्यक्तिमा तपाईहरु कतापट्टि हुनुहुन्छ? भरे फेरि झुटा बोल्न पर्ला, यसरी सोच्छु कुन चाहिँ मन पर्छ? परेको बेलामा दान गर्छु भनेर भएको दिइहाल्छु, दान गरिहाल्छु। मैले 10 जनाको प्यास मेटाइदिन पाएँ भने पनि त्यति भए पनि बहुत हो भन्ने हिसाबले सहयोग गरेको त बहुत राम्रो हो नि त। तर यिनी कर्म अहिले त अब मौका छोपेर कमाइ गर्नेले पनि गरेका हुन्छन् भने मौका छोपेर पुण्य गर्नेले पनि गरेका हुन्छन्। अब यिनीहरूको यात्रामा हेरौँ, जबसम्म निर्वाण पाइँदैन तबसम्म त यो यात्रा हाम्रो त चलिरहेकै हुन्छ।
अहिले मनुष्य संसार समाप्त भयो भने फेरि अर्को सुरु भयो। यात्रा त हाम्रो चलिरहेको हुन्छ। अब ती दुईजनाको यात्रा हेर्ने भने यो मौकामा मैले जति हुन्छ उहाँहरूको प्यासको पीडालाई समाधान गर्न प्रयास गर्छु भनेर त्यही बेलामा दान गरेर धनाधन पुण्य कमाइ गर्ने व्यक्ति र दाम चढाएर यही बेलामा फाइदा धेरै गर्छु भनेर धनाधन कमाइ गर्ने 8-10 लाख 15-20 लाख कमाइ होला। त्यो 15-20 लाख भन्ने कुरा त केही पनि होइन नि। सकिनु पर्यो भने एकैछिनमै पनि सकिन्छ, तर उसको पुण्य त सकिन्न नि त। अब यी दुईजनाको यात्रा सँगै भयो भने कति अन्तर भएर जान्छ। अब जो राम्रो सद्भावना भएको व्यक्ति कस्तै ठाउँमा पनि दुःख पाएको देख्दाखेरि दया आउने, मद्दत गर्छु भन्ने मन, मद्दत गरी पनि हाल्ने, पुण्य कार्य धेरै गर्ने व्यक्ति र मौका छोपेर यही बेलामा कमाइ गर्छु, यही बेला जताततै सुन किन्छु भन्दै पसल थापेर बस्ने, कति फरक भयो यति व्यक्तिमा। अब सबै त मरिन्छ नि। उताको यात्रामा ती दुईजनाको दुई प्रकारका व्यक्तिको यात्रामा कति हो कति अन्तर भएर गयो भन्नुभयो नि। उसले गरेको अकुशलले उसलाई नै फल दिँदै लान्छ, यता गरेको कुशलले उसलाई त्यो कुशलले नै सहयोग दिँदै जान्छ। एउटालाई जीवनमा उपथम्बको कर्मले सधैँ सहयोग पुर्याइरहेको हुन्छ, एउटालाई उपपिलको कर्मले सधैँ पिराइरहेको हुन्छ भन्दा यात्रामै धेरै फरक भयो। त्यो केले गर्दा भएको भन्दा उसले आफ्नो उद्धार आफै गरेको हो नि त। भन्नुभयो नि, आफ्नो लागि पुण्य आफै गरौँ, बरु पैसा चाहिएन। बरु पैसा के हो चाहिएन, जति सकेको दान गर्छु। आफूलाई त प्यास मेटाउन सकिएको छ, खाना लाउन आफूलाई परिपूर्ण नै छ। बिचरा उहाँ भोकै मर्ने व्यक्ति पनि छन्, बरु ती मर्नेलाई चाहिँ पहिले समाधान गरिहाल्ने, पहिले उद्धार गरिहाल्ने भन्ने चेतना, त्यो चेतना त कर्म बनिरहेको छ। त्यो कर्म नै हाम्रो लागि आधारित हो। इष्टमित्र बन्धु बान्धव कोही पनि आधारित हुँदैन, इष्टमित्र कोही पनि आधारित हुँदैन। अब इष्टमित्र त परे राखिदिउँ न, कति भयो एउटै घरका दाजुभाइ दिदीबहिनी बोली बारम्बार गरेर बसेर अन्तिम मर्ने बेलासम्म बोली नखुलिकन मरेका पनि छन् कि छैनन् होला, देख्नु भएको छ। उस्तै गरी आफ्नै भित्र पनि कति हुन सक्छ नि त, आफ्नै परिवारभित्र है। बरु अरूलाई खिलाउने, आफ्नो मान्छेलाई चाहिँ वास्तै नगर्ने त्यस्ता पनि छन्। बरु बाहिरका अरूलाई बोलाएर मैले के मद्दत गर्ने भन्ने, आफ्नै मान्छे दुःख पर्दाखेरि ठिकै छ यसलाई, त्यस्ता व्यक्ति पनि छन् नि त, छन् कि छैनन्? किन उसलाई त्यस्तो हुन गयो, देख्दा आफूलाई किन चित्त नबुझ्ने भयो भन्दा उसले त्यस्तै कर्म लिएर आएको छ। ऊ आएको पनि कसरी आएको थियो नि त। जब परिआएको बेलामा मौका छोप्ने व्यक्ति पनि हुन्छन्, परिआएको बेलामा पुण्य लिनको लागि मौका लिने व्यक्ति पनि हुन्छन् भन्नुभयो नि। र अघि यहाँबाट पनि कति 12 चक्के गाडीमा भन्नुभयो होला हो, सामान लगेर दान गर्नुभएछ भन्ने कुरा सुन्न पाए। जे होस्, एकातिर आफूले उता राहतको लागि पनि गर्दै हुनुहुन्छ, अरूलाई पनि जगाउँदै हुनुहुन्छ, अनि अर्कोतिर समय अनुकूल भगवानको शासनमा पनि बाधा नपर्ने गरे शील शासन, समाधि शासन, प्रज्ञा शासनको वृद्धिको बाटोमा पनि लागिरहनु भएको छ। कतिपय स्वयं अब योगीकै रूपबाट ध्यान बस्ने पनि हुनुहुन्छ भने, कतिपय आदि योगी, आदि ओया उच्चा भएर पनि आचरण गर्ने व्यक्तिहरू हुनुहुन्छ नि त। किन यो बेलामा, यो समयमा तपाईँ हामीले पुण्य कमाउने मौका पनि हो नि त। अब
आजबाट संक्रान्ति भएर आयो, आजबाट नयाँ साल प्रवेश गरौँ। नयाँ वर्षको प्रवेश भएको बेलामा हामीले पुराना घटना जतिलाई सम्यक ज्ञान लिने। मैले सुरुमा भनेको थिएँ नि, पुराना घटना जतिलाई सम्यक ज्ञान लिने, कसैलाई पनि दोष नदिने। अब धेरै जसोले जानिराखेको कुरा, भूकम्प भएर रुवाबास भइरहेछ, हाम्रा परिवार त्यहाँभित्र चाप्पे छन्, बचाइदिनुहोस् भनेर गुहार माग्नेले माग्दैछन्। यता दुर्लभ श्रावणे प्रवज्याको लागि बाजा गाजाको साथमा घुम्ने पनि घुम्दै थिए। त्यो देख्नुभयो नि, देख्नुभयो कि देख्नु भएन? होइन, एकातिर गुहार मागिरहेछन् मान्छे, उहाँ जान कसरी अलिकति छिटो भयो भने बचाउन पाइन्छ कि भनेर एकातिर बाजा गाजामा रमाइलो कार्यतिर लागिरहेका छन्। तर त्यसलाई पनि कतिपयले मैले पुण्य गरेको हो भन्ने सम्झेका हुन्छन्। कतिपयको दृष्टिमा त्यो पनि पुण्य गरेको भन्ने सम्झेका हुन्छन्। त्यो पुण्य होइन नि त। अरू रोएकोमा आफू हाँस्ने योग्य होइन नि। कोही रोएका छन् भने आफू सकेसम्म आँसु पुछिदिने, सम्झाइदिने, बुझाइदिने, अलिकति धैर्य हुने गरी आफूले सम्झाउने, मद्दत गर्न सकिने कुरा गर्ने, त्यो पो हो नि त। आफूलाई नपर्दाखेरि हामीलाई त केही भएन, ढुक्कै छ, उनीहरू च्याप्पे पनि मरे मरौँ न, हाम्रो रफ्तार हामी छोड्दैनौँ भन्ने व्यक्ति पनि त्यस्ता पनि हुन्छन् नि त। छन् कि छैनन्? के धर्म मान्ने हुन् ती व्यक्ति? अब बुद्ध धर्म मान्ने हुन् भन्न पनि सेमज्यू अरे, बुझ्नुभयो नि? अनि साँच्चै धर्म मान्ने हुन् के त? सोचनीय कुरा नि त। यदि पहिलेदेखि नै त्यो दिनको कार्य तयारी थियो भने भ्रमण नगरिकन गएर बिहारमा मात्रै गरे पनि हुन्थ्यो नि। कैयौँ भन्तेहरू, श्रामणेहरूले ज्यान गुमाउनु भयो। भिक्षु, श्रामणे, गुरुमा गरी 200 उपरले ज्यान गुमाइसक्नु भयो। अझै नभेटेका लास कति छन्? र हो यिनी कुरालाई आफूले सम्झेर सम्यक ज्ञान लिनु। यदि आफू च्याप्पेको बेलामा त्यहाँ एउटा मानले घाँको समाज, त्यो हाम्रो समाजको कार्यालयमा जाँदा एउटा भट्टराई परिवार पनि च्याप्पेका रहेछन्। उपासिकाको खुट्टो च्यापेको रहेछ, उपासकको चाहिँ हात। अनि खुट्टो च्यापेर निकाल्न बल गर्दाखेरि अब तानेर भएन भरे चुट्टिन्छ। अनि उपासिकाले आइडिया दिनुभएछ, यो यसरी उचाल्लिन्न, यो गाडी उचाल्ने चाहिँ लिएर आउनुहोस् त भनेर। गाडी अब चक्का फुटेको अवस्थामा चक्का बदली गर्न पर्दाखेरि गाडीलाई यहाँ तल ठाउटे गरेर उचाल्छ नि, होइन? अनि धन्न उपासक भने मेक्निक रहेछन्। अनि तिनी उचाल्ने 10-15 वटा लगाएर चाहिँ त्यसले उचालेर खुट्टो तान्न मिल्यो अरे। हेर्नुहोस् है, कोही त्यसरी पनि बाँचेका छन्, नभए त्यो खुट्टो काट्न पर्ने स्थितिमा पुग्थ्यो। र यदि त्यहाँ उद्धार गर्न पर्ने ठाउँमा यतिकै बाहिर आफूलाई केही नभए चाहिँ, मसँग केही मतलब नभए चाहिँ गरेर हिँड्ने व्यक्तिलाई यसो विचार गरी हेर्नुहोस् त। यो संसारमा परि आयो भने साँच्चै आफ्नो पनि पराई हुन जान्छ है। हो यिनी कुरालाई आफूले मनन गरेर सम्यक ज्ञान लिनु। यी कुराबाट सम्यक ज्ञान लिनु र सम्यक ज्ञान लिएर आखिरी आफ्नो लागि आफैले गर्नुपर्छ। आफ्नो बचाव आफैले गर्ने हो, अरू कसैले गर्दैन हुँदैन। हाम्रा पहिलाको एउटा उखान थियो, त्यो सम्झे अहिले नि, तमहरूले पनि सुन्नुभएको होला।
12 छोरा त्यो थियो नि पहिला नि 12 छोरा 13 नाति बुढाको दोक्रो काँदै माथि। अब त्यत्र 12 छोरा 13 नातिले के गरेर भन्ने जस्तो नि त। साँच्चैमा त आफ्नो उद्धार आफैले गर्ने हो। एउटा परिवार जति नै भए पनि एउटा परिवारमा एउटाले गरेको पुण्य उसलाई मिलेको हुन्छ, अर्काले गरेको पुण्य उसलाई मिलेको हुन्छ। यदि सबैले मिलिजुली गरे मिलिजुली मिलेको हुन्छ। यदि मिलिजुली भएन भने व्यक्तिगत गरे पर व्यक्तिगतलाई नै पुण्य मिलेको हुन्छ। मिलिजुली गर्दाखेरि पनि एकजना र एकजनाको चेतना कस्तो छ फेरि। एकजनाले पुरै दान गर्ने चेतना तेजिलो छ, एकजनाले भयो त त्यत्रो चाहिन्न नि भन्ने चेतना भयो, त्यही पनि दान गर्ने बेलामा त आइयो तर चेतना खुसी भएको छैन भन्दा उसलाई पुण्य पनि त्यस्तै खाले जान्छ भन्नुभयो नि। जसको चेतना खुल्ला छ उसलाई परिपूर्ण मिल्छ। एउटै परिवार भनेर पनि हुँदैन, सबैको एकै नासे चेतना हुँदैन। त्यसो हुँदाखेरि आफ्नो चेतना आफैले बनाउनु भन्नुभयो नि। आफूलाई आफैले सुधार्नु, आफ्नो मनलाई आफैले सम्झाउनु। अनि अर्को कुरा, अब यो पुरानोलाई सम्यक ज्ञान लिएर हामी नयाँमा प्रवेश गर्ने भन्ने कुरा मैले भनिरहेको छु नि। पुरानोलाई सम्यक ज्ञान लिनु, सम्यक ज्ञान लिइसक्यो, भित्रबाट सम्यक ज्ञान भयो भने नयाँमा प्रवेश गर्दाखेरि पुरानो सबै हटाइदिनु। यदि पुरानोलाई बोकेरै आइयो भने त्यसैले पिराइरहेको हुन्छ भन्नुभयो नि। त्यसैले पिराइरहेको छ भने समाधि हुन सक्दैन। भरे ध्यान बस्दाखेरि कोही मान्छे यसो हिँड्दा अलिअलि हल्लियो भने पनि आयो कि। अहिले त त्यस्तो बनाउँछ नि त भन्नुभयो नि। अब रङ्गुनमै पनि घर पल्टिनेसम्म नभए पनि हल्लिने त बनायो नि। यहाँ पनि घरबाट बाहिर दगुर्नी बनायो कि बनाएन? बनायो नि। मगोमै पनि बाहिर आँगनतिर दगुर्नी त बनायो। र अझै पनि यसो ध्यान बस्दाखेरि त्यो पुरानो छाप बसिरहेको हुँदाखेरि अलिकति हल्लियो भने फेरि आयो क्या हो, मनलाई त्यसले पनि सताइरहेको हुन्छ नि। यदि राम्रो समाधि हुँदै गरेको बेलामा ला फेरि आएको भूकम्प भनेर ला भन्ने बित्तिकै झसङ्ग मन भइदिन्छ। त्यो झसङ्ग मन हुने बित्तिकै भएको समाधि टाकटुकै फेरि जिरो भइदियो भन्नुभयो नि। त्यसो हुँदा अहिले त्यसलाई पनि निकालिदिनु। पुरानोलाई सम्यक ज्ञान लिएर ती पुरानो घटनालाई त्यहीँ छोडिदिनु। नयाँ प्रवेशमा चाहिँ हामीले कुशल पुण्यबाट सुरुवात गरेर जाने, कुशल चेतनाको वृद्धि गर्दै जाने। किनकि भूकम्प अहिले त मानले रङ्गुनलाई बहौ बनाऊ, फेरि आउँदा रङ्गुनलाई केन्द्रबिन्दु गरेर पनि त आउँछ कि आउँदैन? यहाँ पनि अब बिल्डिङहरू 100 वर्ष अगाडिदेखिका बिल्डिङ कति छन्। अझ रङ्गुनमा त्यस्तो खाले भइदियो भने त माल्नेमा हुँदाखेरि माल्ने जग्गामा 10,000 मरेछन् भने रङ्गुनमा लाखौँ पुग्न सक्छन्। किन यहाँ झन् ठुला बिल्डिङहरू छन्। त्यसो हुँदा पहिले आफ्नो लागि आफू बलियो भएर बसेको छ भने त अब यति भएपछि मरे पनि मलाई पर्वा छैन, मरे पनि मलाई पछुतो छैन भन्नेमा बनाउनु। अब मरे पनि मलाई ढुक्क छ, त्यो स्थितिको चाहिँ हुनु। अनि त्यो स्थितिको पनि सकेसम्म सोतापन्न, पालीले भन्यो भने सोतापन्न भन्नुभयो नि। सोतापन्न भनेको जान्नुहुन्छ? सोतापन्न भनेको के हो? श्रोता होइन, सोतापन्न।
सो त भनेको बगेको भन्नुभयो नि। सो त भनेको के हो? बगेको। बगेको नदी। नदी बगेको छ भने बगेर गएको पानी अब यहाँ बसेर त्यो पानी फेरि आउँछ कि भनेर त्यहाँ पर्खेर बस्ने भने कतिसम्म पर्खिने भने आउँछ? त्यो आउँदैन है। त्यो पानी अब कहिले आउँछ त? त्यो पानी कहाँ पुगेको हुन्छ? त्यो बग्दै गरेको पानी अब खोलाबाट नदी, ठुला नदीमा पुग्यो, नदीबाट बग्दै गएर कहाँ पुग्छ? समुद्रमा। समुद्रमा पुग्दाखेरि जब समुद्रभित्र गएपछि त्यो खोलाको पानी खोजौँ त छ? सबै निलो रङ नुनिलो रसमा मिल्यो। र एकपालि गएपछि अब गएको गएछ, आउँदैन। नआउने भएकोलाई, बगेर फेरि नआउने भएकोलाई सोतापन्न भन्नुभयो नि। त्यस्तै आर्य अष्टाङ्गिक मार्गबाट जब बग्दै गइयो, सुरु भयो, सही सम्मादिठीबाट आर्य अष्टाङ्गिक भन्ने बित्तिकै नै सम्मादिठी त प्रमुखमै छ नि त भन्नुभयो नि। सम्मादिठी त प्रमुखमै छ नि त। जब सम्मादिठी भएर नदीमा बग्यो र बग्नलाई सही कुनै किनारहरूबाट उसलाई रोकट नभइकन सिधै अब जाने भयो भने त्यो वापिस आउँदैन। त्यस्तै आर्य अष्टाङ्गिक मार्गबाट सिधै बग्दै गयो भने पहिला उसले दृष्टि र विचिकित्सालाई सफाइ गर्दै जान्छ, अनि अझै बग्दै जान्छ, मनको धमिलोलाई कमजोर बनाउँदै लान्छ, मनलाई अझै पवित्र बनाउँदै ल्याउँछ, अझै बग्दै जान्छ, काम राग इत्यादिहरू सफाइ गर्दै जान्छ, अझै बग्दै जान्छ, रहेका सम्पूर्ण क्लेशहरू सफाइ गर्छ, अनि बग्दै सफाइ गरेपछि अनि उताबाट फेरि फर्केर यो 31 भुवनमा आउँछ। फेरि 31 भुवनमा आउँछ? आउँदैन। 31 भुवनमा नआएपछि लोकको यो दुःख फेरि बेहोर्न पर्छ? सम्पूर्ण दुःखबाट मुक्ति भयो भन्नुभयो नि। त्यस्तै सोतापन्न भनेको अब फेरि पहिलो सोतापन्न चार पायो फेरि कहिले पनि आउँदैन, फर्किन्न। अब सिधै माथि 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 बग्दै बग्दै अनि उतैबाट निर्वाण लिन्छ। वापिस आउनेवाला व्यक्ति अब होइन। अहिले मनुष्य लोकमा सोतापन्न भयो भने अब त्यो सोतापन्नले मृत्यु पश्चात अब देवलोक गयो, अनि देवलोकको समय सक्यो, त्यही देवलोक कति भव लिन्छ, अनि देवलोकको कामगुण भोग्दा भोग्दा दिक्क परे, अब त भयो हो, चाहिएन, दिक्क भएर अलिकति मनन गर्ने बित्तिकै अनागामी हुन्छ। त्यहाँ चाहिँ सजिलो छ, देवताको ज्ञान चाहिँ तेजिलो छ नि त। किन त्यहाँ रमाइरहेका छन् भन्दा दिक्क नभएर नि त। अनागामी भए, अनागामी हुने बित्तिकै अनागामी गुणलाई देवकायले थाम्न सक्दैन। फेरि मान्छेको शरीरले चाहिँ सक्छ है, मान्छेको शरीरले अनागामीको गुणलाई थाम्न सक्छ, देवताको शरीरले सक्दैन। किन देवताको शरीरले सक्दैन भन्दा देवलोक चाहिँ कामगुण परिपूर्ण भएको लोक हो, कामगुण मात्रै धेरै भएको लोक। मनुष्य लोकको भन्दा हजारौं 10,000 गुणा बढ्ता कामगुण छ। काम सुख काम भोगमा धेरै आसक्ति भएको हो। मनुष्य लोकमा चाहिँ देवलोक जति छैन। त्यसो हुँदा अनागामी गुणलाई मनुष्यको शरीरले सक्छ, अरहन्त गुणलाई मात्रै गृहस्थीको शरीरले सक्दैन, परिनिर्वाण भइहाल्नुपर्छ। देवताको कायले चाहिँ अनागामी पनि सक्दैन। देवलोकमा अनागामी हुने बित्तिकै
आयु सकिनुपर्छ। शुद्धोभास ब्रह्मलो। त्यसो हुँदा देवता अनागामी देवता चाहिँ छैन, किन अनागामी हुने बित्तिकै आयु सकिन्छ। जस्तै नरकले पुण्यलाई सक्दैन थाम्न। यदि नरकमा भोग्दै गरेको अवस्थामा आफूले गरेका पुण्यहरू सम्झिन सक्यो कथम काल भने, नरकमा त्यो दुःख भोगिँदै छ नि, अनि आफूले गरेको पुण्य मैले यस्तो पुण्य त गरेको थिएँ, यो पुण्य त बहुतै महत्त्वपूर्ण पुण्य हो भनेर त्यो मनन भयो भने बित्तिकै नरकको आयु सकिनुपर्छ। भन्दा अझै एक मौका त छ उपासिकाहरूलाई, छ कि छैन? कस्तो मौका छ भन्नुभयो? यदि नरक परिदिएछ भने पनि आफूले गरेको मनुष्य लोकमा कहिले नबिर्सिने जस्तो टाठो रहने पुण्य एउटा टाठो रहने चाहिँ धेरै सम्झना आइरहेको छ नि त। तपाईँ हाम्रो बचपनको समयदेखि अहिलेको समयसम्मका कुरा हामीले धेरै कुरा त सम्झिन सकिन्छ नि। अब कति कुरा त बिर्सेर पनि गइयो, तर कस्ता खाले धेरै सम्झिन्छ भन्दा कुन कुन टाठो रूपमा छ त्यो चाहिँ सम्झिन सजिलो छ। हल्का रूपका चाहिँ हराएर गइरहेका छन्। त्यस्तै पुण्य पनि आफ्नो मन पुरा चित्त बुद्ध टाठो रूपमा भएको पुण्य सम्झिन सजिलो हुन्छ। यदि नरक भोग्दै गरेको बेलामा त्यो पुण्य झलक्क सम्झेर त्यतिलाई मनन एकैछिन भयो भने पनि नरकको आयु सकिन्छ।